अहिलेबाट अहिलेको मितिबाट हामी जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा छौं। यो भाइको हत्या किन गरिएको, यसलाई पक्राउ किन गरिएको छ, यसलाई मुद्दा कसले हालेको हो, मारेको कसले हो, कस्टडी भित्र मारेको हो कि बाहिर मारेको, यसको सत्य तथ्य बाहिर नआउँदासम्म, त्यसमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नहुँदासम्म, त्यसमा संलग्न रहेका जो कोहीलाई पनि कानुनी कटघरामा नउबाउँदासम्म अहिलेको मितिबाट हामी म लगायत यहाँ धेरै सांसद साथीहरू यहाँ हुनुहुन्छ। आजैबाट अहिलेबाट यो जिल्ला प्रशासन कार्यालयको गेटमा हामीले धर्ना सुरु गरेका छौं। सामान्य गाउँमा जंगलमा घाँस काट्ने मान्छेलाई कारबाही हुन्छ भने कस्टडी भित्र मान्छे काट्ने पुलिसलाई कारबाही हुनुपर्छ कि पर्दैन? प्रहरीले एउटा दलितलाई अन्तर्जातीय विवाह गरेको न्यूमा पक्राउ गरेर प्रहरीले हत्या गरेको छ। प्रहरीको कस्टडी भित्र प्रहरीले अहिले हामीले त्यो लास पनि हेर्यौं, हामीले शरीरभरि चोटै चोट छ, त्यो मान्छेको शरीरभरि चोट छ। आफैले आत्महत्या गर्दा त्यति धेरै चोट लाग्दैन। अहिले हामीले भित्र बस्यौं, यसको घटनाको कारण के हो भनेर हामीले सोध्यौं। घटनाको कारण उहाँले स्पष्ट बताउन सक्नु भएन। एसपी को जिब्रो काँपेको छ, एसपी को हात काँपेको छ। मैले जिल्ला प्रशासनको गेटमा उभिएर भन्देको छु, कानुनले काम गर्छ, त्यो कानुनले काम गर्छ। गरेन भने यो एसपीलाई मैले यहाँबाट घिसारेर लिएर जान्छु। यहाँबाट भएन भने मैले भन्देको छु। यहाँबाट मैले पत्रकार खुल्ला रूपमा पत्रकार सम्मेलन गरेर भनेको छु, सामान्य गाउँमा जंगलमा घाँस काट्ने मान्छेलाई कारबाही हुन्छ भने कस्टडी भित्र मान्छे काट्ने पुलिसलाई कारबाही हुनुपर्छ कि पर्दैन? स्पष्ट छ कुरा। यहाँबाट मैले स्पष्ट भनेको छु, एउटा दलितलाई अन्तर्जातीय बिहे गरेको न्यूमा पक्राउ गरेर कस्टडी भित्र लगेर कुटेर पिटेर मारेर ल्याएर दम्पच गराएर सांसदहरू पुग्दै गर्दा अघिसम्म भिडियो देखाउँछु भन्ने, अहिले फर्केर आएर भिडियो देखाउन मिल्दैन भन्ने मैले इमानदारितापूर्वक भनेको छु। चुपचाप कानुनलाई सघाउने हो कि होइन? पुलिसले अपराध गरेको छ, पुलिसले बदमासी गरेको छ। यही सार्वजनिक ठाउँमा उभिएर जिल्ला प्रशासनको गेटमा उभिएर प्रमुख जिल्ला अधिकारीलाई तत्काल निलम्बन गरिँदैन भने, यहाँको एसपीलाई तत्काल निलम्बन गरिँदैन भने, त्यो खुरकोटको इन्सपेक्टरलाई तत्काल निलम्बन गरिँदैन भने, त्यति बेला त्यो ड्युटीमा रहेको त्यो ड्युटीको कमान्डरलाई तत्काल निलम्बन गरिँदैन भने, यिनीहरूमाथि छानबिन हुँदैन भने, यिनले गरेको बदमासीमाथि, यहाँको सिडिओ र एसपीले गरेको अपराधमाथि, यहाँको प्रहरी प्रशासनले गरेको अपराधमाथि छानबिन हुँदैन भने त्यो जनताको कारबाही हुन्छ। दलितको हत्या भएको छ, हामीले यहाँबाट आजैको मितिबाट अहिलेको मितिबाट यहाँको एसपी र सिडिओलाई निलम्बन नगर्ने बेलासम्म म जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा र म लगायत हाम्रा धेरै सांसद साथीहरू हुनुहुन्छ, दलित अधिकार कर्मी साथीहरू हुनुहुन्छ, अन्य मानव अधिकारका क्षेत्रमा काम गरेका अगुवा साथीहरू हुनुहुन्छ। म सबैलाई यहाँबाट अपिल गर्न चाहन्छु, सिन्धुलीको सिडिओमाथि कारबाही भएन भने, यहाँको प्रहरी प्रमुखमाथि कारबाही हुँदैन भने, यहाँका दलितहरूलाई मार्ने दलितका हत्याराहरूलाई कारबाही हुँदैन भने, कस्टडी भित्र हिरासतमा अनुसन्धानको लागि लिएको एउटा आरोपितलाई हत्या गर्दै गर्दा यो अपराध गरिरहेका यो अपराधीहरूलाई कारबाही हुँदैन भने त्यो कुरा मान्ने छैन, त्यो कुरा मानिदैन। आजको मितिले भोलि बिहान उज्यालो हुँदै गर्दा मेरो यहाँबाट अनुरोध छ, म अहिले सरकार रहेको त्यो पार्टीको सांसद छु, तर मैले यहाँबाट भनेको छु, मेरो मान्छे मरिरहन्छ भने, दलितलाई मारिराखिन्छ भने मलाई मान्ने छैन, मलाई स्वीकार्य छैन यो कुरा। तत्काल यहाँबाट मैले सरकारको ध्यान आकर्षण गराएको छु, यहाँका अगुवा साथीहरूको मैले ध्यान आकर्षण गराएको छु। यो सार्वजनिक पत्रकार सम्मेलन गरेर यो सार्वजनिक रूपमा मैले यो राज्यको मैले ध्यान आकर्षण गरेको छु। जिल्ला प्रशासन कार्यालय यहाँको सिडिओलाई, जिल्ला प्रशासन कार्यालयको प्रमुखलाई, प्रहरीको प्रमुखलाई र यहाँका त्यति बेलाका ड्युटी कमान्डरहरूलाई कारबाही हुँदैन भने यो कुरा मान्ने हुँदैन। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, अहिलेबाट अहिलेको मितिबाट हामी जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा छौं। यो भाइको हत्या किन गरिएको, यसलाई पक्राउ किन गरिएको छ, यसलाई मुद्दा कसले हालेको, मारेको कसले हो, कस्टडी भित्र मारेको हो कि बाहिर मारेको, यसको सत्य तथ्य बाहिर नआउँदासम्म, त्यसमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नहुँदासम्म,
त्यसमा संलग्न रहेका जो कोहीलाई पनि कानुनी कटघरामा नउबाउँदासम्म अहिलेको मितिबाट हामी म लगायत यहाँ धेरै सांसद साथीहरू यहाँ हुनुहुन्छ। आजैबाट अहिलेबाट यो जिल्ला प्रशासन कार्यालयको गेटमा हामीले धरना सुरु गरेका छौँ। यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो सामाजिक सञ्जालबाट हेरिरहनु भएका तपाईँहरू सबैजनालाई एउटा नाबालक, एउटा युवा, एउटा दलितको निर्ममतापूर्वक गरिएको प्रहरी कस्टडीभित्रको हत्यामा यो अपराधमा संलग्न अपराधीहरूलाई कारबाही नहुँदासम्म सबैले खबरदारी गर्नको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ र अहिलेबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धरनामा बसेको हामी जानकारी गराउन चाहन्छौँ। धन्यवाद। सबैजना बस्नु।